हामी पछि परिचयमा चिन्दै गरौँला। उहाँलाई म आमन्त्रण गर्दैछु, मैत्री आमन्त्रण। र यो अवसरमा यो 21औं महामैत्री यो पूजापाठ आराधना यो अनुष्ठानमा उहाँको उपस्थितिले हामी गौरवान्वित छौँ र उहाँलाई शुभकामनाका केही शब्दहरू राखिदिन हुनको लागि म मञ्चमा आमन्त्रण गर्दछु। उहाँ हुनुहुन्छ बाबुराम कुँवर। बाबुराम कुँवरज्यू, यहाँ हजुरलाई म माइक हस्तान्तरण गर्छु। नमस्कार, मैत्री मङ्गलम। अहिले भर्खरै यहाँलाई एउटा सिद्ध हस्तपुरुष जसले धेरै ठुलो लामो साधनामा आफ्नो जीवनयापन गर्नुभयो, उहाँले धेरै कुरा बोल्नुभएको छ। आज संजोगले हामी सबै पनि यहाँ तपाईँहरूको सम्मुखमा छौँ। त्यसकारणले मैले एकमुष्ट रूपमा जति उपस्थित हुनुहुन्छ साथीहरू, यो मैत्री मङ्गलम यो बोधि धर्ममा आबद्ध भएका सबै साथीहरूलाई मैले भ्रातृत्व प्रकट गर्दछु र आफ्नो अपनत्व प्रकट गर्दछु। फेरि पनि भन्छु, मैत्री मङ्गलम। यहाँ हाम्रो तपाईँहरूसँग आउनुको खास उद्देश्य के थियो भने, जीवनमा धेरै यात्राहरू हामीले पनि गऱ्यौँ। एकै ठाउँमा एकै स्थानमा एउटै विचार राख्ने, अपनत्व बोकेका, भ्रातृत्व बोकेका, शान्तिका सम्वादहरूसँग भेट्ने मौका मिल्छ भनेर नै हामी यहाँ उपस्थित भएका हौँ। हाम्रो त्यो अहभाग्य थियो, जसको परिणाम स्वरूप हामीले आज एउटा बहुत ठुलो साधकलाई पनि भेट्ने मौका पायौँ र उहाँको दर्शन गर्ने मौका पायौँ। आयोजक साथीहरू र यहाँ उपस्थित हुनुभएका सम्पूर्ण साथीहरूप्रति धन्यवाद प्रकट गर्दछौँ। मैले लामो कुरा केही पनि निवेदन गर्नु छैन, दुईटा तीनटा कुराहरू म यहाँलाई निवेदन गर्दछु। विचारहरू यति धेरै बलशाली हुन्छन् कि विचारबाट कर्मको सिर्जना हुन्छ। कर्मबाट विचारको होइन, विचारबाट कर्मको सिर्जना हुन्छ र ती कर्महरू कहीँ कहीँ सबै ठाउँमा त्यसले एउटा आफ्नो औचित्य पुष्टि गर्छ। त्यो कर्म सुभाषित हुन्छ, पल्लवित हुन्छ, फलित पनि हुन्छ। आज त्यही स्थिति हो बोधि धर्म गुरुजीको। र संसारमा विचार, यस्तो विचार राख्ने मानिसहरूको धेरै ठुलो जमघट हुँदैछ, जसले संसारलाई प्रज्वलित पार्न सक्छ भन्ने धारणा पनि म राख्दछु। र दुईटा कुरा फेरि पनि म निवेदन गरौँ कि सन्तीय गुरुजी, आदरणीय गुरुजीले धेरै ठुलो समस्याको सामना गर्नु परिरहेको छ। संसारमा जन्म लिएका महापुरुषहरूको इतिहास पढ्ने हो भने यस्तो कष्ट, यस्तो दुःख, यस्तो किसिमको प्रतिशोध सबैले बेहोर्नु परेको छ। त्यसपछिको उहाँहरूको दीक्षा शिक्षाले पनि संसारलाई लाभ हुने गरेको छ। त्यति बेला मानिसहरू पछुताउने पनि गर्छन्। अब त्यो कुरा भविष्यले बताउँछ। मेरो यति मात्रै निवेदन छ आजको दिनमा यहाँसँग बसेर, मैत्री मङ्गलमको कुरा सुनिरहँदाखेरि मलाई वसुधैव कुटुम्बकमको दोस्रो रूप हो भन्ने मलाई लाग्छ। संसारभरिका सबै मानिसहरू मेरा आफन्त हुन्, मेरा नातेदार हुन्, मेरा भाइ सन्तति हुन्। यिनको सबैको कल्याण हुनुपर्छ, यिनीहरूको सबैको उद्धार हुनुपर्छ भन्ने भावना नै मैत्री मङ्गलम हो भन्ने कुरा मैले बुझेको छु। त्यस कारणले आज यो भव्य समारोहमा, यो पूजामा, यो आराधनामा, यो साधनामा हामीलाई पनि उपस्थित हुने मौका आदरणीय गुरुजीको कृपा भयो। त्यसको निम्ति गुरुजीप्रति पनि हामी नतमस्तक छौँ, आभारी छौँ। यहाँ उपस्थित हुने सबै साथीहरू जसले सबैलाई मित्रवत व्यवहार गर्नुहुन्छ। अहिंसा तपाईँको सबैभन्दा ठुलो धर्म हो। सबैको कल्याण गर्नु तपाईँको सोच हो र त्यही दिशातर्फ उन्मुख भइरहनु भएको छ भन्ने नै मलाई लाग्दछ। म एउटा कुरा अर्को पनि निवेदन गरेर जाउँ। दुनियाँमा असंख्य मान्छेहरू छन्,
7 अरब छन्, 8 अरब छन्, पता नहीं कति कति अरब छन्। हाम्रै नेपालमा पनि हाम्रो देशमा पनि मोटामोटी 3 करोड मानिसहरूले वासस्थान गरेको छ, नागरिक छन्। तर नेपाल आमाको उद्धार गर्ने सपुतहरू कति जन्मिए? एउटा माताको एउटा पिताको सहस्र सन्तान मध्ये पनि कोही अत्यन्तै ठूलो सपुतको रूपमा देखा पर्छ, प्रकट हुन्छ, त्यसले कुलको उद्धार गर्छ। कसैले आफ्नो देशमा जन्मेर देशको उद्धार गर्छ, कसैले विश्वमा जन्मेर विश्वकै उद्धार गर्छ। मलाई लाग्छ श्रद्धेय गुरुजी नेपालमा जन्मनुभयो, तर विश्वको उद्धार गर्ने मनसायले विचारले उहाँ प्रकट हुनुभयो भन्ने मेरो प्रबल धारणा छ। त्यसकारण उहाँ नेपालको ज्योति त हुँदै हो, त्यसमाथि विश्वको पनि ज्योति हुनेछ भन्ने कुरा यहाँ उपस्थित देशी विदेशी साथीहरूले प्रकट गरिरहनु भएको छ। त्यसकारणले एउटा भनाइ छ, तपाईले सुन्नु भएको छ कि छैन, नसुन्नु भएको भए सुन्नु होला, सुन्नु भएको भए झन् बेस छँदैछ। बरबेको गुणी पुत्रो नचबुर खसक्यानपि एकस चन्द्र तमो हन्ती नचतारा गणौटी छ। त्यो भने के हो भने असल स्वभाव भएको पुत्र सन्तति एउटै भएको छ। लाखौं सन्तान हुनुभन्दा एउटै सन्तानले पनि पार लगाउँछ। आकाशमा लाखौं ताराहरू चम्किन्छन्, तर पनि अन्धकार नाश गर्ने त चन्द्रमाले नै हो। एकस चन्द्र, एउटै चन्द्रमाले तमो भनेको अन्धकारलाई, हन्ती भनेको नाश गर्छ। लाखौं ताराहरूले त्यो अन्धकार नाश गर्दैनन्, टिमटिमाइरहन्छन्। त्यसकारणले यो बोधि धर्मको प्रवर्तक, मैत्री धर्मको संस्थापक श्रद्धेय गुरुजी चन्द्रमा नै हो भन्ने मेरो धारणा छ। त्यसकारणले म उहाँको यत्रो ठुलो पूजामा उपस्थित हुन पाउँदाखेरि आफूलाई भाग्यमानी सम्झेको छु। सर्वमैत्री मङ्गलम, विश्वको मङ्गल होस्, वसुधैव कुटुम्बकम। यही भन्दै बिदा पनि हुन्छु। धन्यवाद। मैत्री मङ्गलम।